दिदीले 7 वर्षपछि चटपटे पसल खोल्नु भएछ। म चाहिँ एकदमै एक्साइटेड थिएँ चटपटे खानको लागि। त्यही भएर मैले चाहिँ आज बिहान खाना पनि खाएन। अनि मैले चाहिँ बिहान उठेर दाल बसाले। भाउजूको चाहिँ काम भएको कारणले मैले चाहिँ दाल बसारेर अनि म साग टिप्न गएँ। अनि साग टिप्न गएको त आनीले खाजा पो खाना बोलाउनु भयो त। अनि बोलाउनु भएपछि जानै पर्यो। आनीले चाहिँ पुरै मासु र चिउरा रेडी गर्नु भइसकेको रहेछ। अनि आनीले चाहिँ उहाँलाई पनि पस्किँदै हुनुहुन्थ्यो। अनि त्यहाँदेखि हामी खाइसकेर चाहिँ हामी साग टिप्न गयौँ। साग चाहिँ फर्सीको साग र घेरौराको साग रहेछ। अनि म र आनी मिलेर टिप्यौँ। अस्ति नै चाहिँ साग एकदमै राम्रो थियो। अहिले चाहिँ बोटहरू पनि मर्दै गइसक्यो। अनि म त्यसपछि घर आएको त मम्मीले नानी र बाबुलाई खाना खुवाउँदै हुनुहुँदो रहेछ। बाबु यता उछिटेर आएको त धन्नै लडेन मेरो बाबु, एकदमै चकचके। अनि त्यसपछि चाहिँ मैले छोरो एकचोटि रुइदेऊ न भनेको त रुएर देखाइरहेछ मलाई। अनि त्यसपछि चाहिँ मैले खाना खाएन बिहान, एकैचोटि दिउँसो मात्र खाएँ। अनि मेरो दाइ र भाउजू चाहिँ जान लाग्नु भएको रहेछ बारीतिर। आज चाहिँ बाइक बनाउन दिएको कारणले दाइ र भाउजू साइकलमा जान लाग्नु भएको रहेछ। अनि कुरा चाहिँ के हो भने साथीहरू, हाम्रो भाउजू चाहिँ अहिलेसम्म पनि साइकलमा चढ्नु भएको रहेनछ। अनि त्यही भएर रोकाएर दाइले साइकलमा चढ्न सिकाउँदै हुनुहुन्छ भाउजूलाई। अनि त्यसपछि चाहिँ दाइ र भाउजू जानुभयो। अनि मेरो बाबु चाहिँ उसको मामा माइजू भनेपछि एकदमै भुतुक्कै हुन्छ। अनि मेरो छोरालाई भुलाउनको लागि म चाहिँ उसलाई कुदाउँदैछु। अनि मेरो छोरी पनि सँगसँगै कुद्दैछ यहाँ। अनि भाइ चाहिँ पुरै छाता बिगारिसकेको छ कि पुरै पल्टाइसकेको छ। मेरो छोरी चाहिँ पुरै रुँदै थिए। अनि रुई रुई उसले पुरै छाताको उयो पनि हालिसके। त्यसपछि छोरीलाई बोलाएर म दिदीकोमा चटपटे खान लागेँ। चमेली दिदीले चटपटे खोलेको भन्दाखेरि चाहिँ म चाहिँ एकदमै एक्साइटेड थिएँ कि हाम्रो अड्डै त्यहीँ हुन्थ्यो कि त्यहीँ हुन्थ्यो है, चटपटे पसलमा हुन्थ्यो पहिला। यस्तो मिठो हुन्छ नि यो दिदीको हातको चटपटे, कुरै नगर्नु यस्तो मिठो हुन्छ। अनि दिदीले चटपटे पसल खोल्या भन्ने थाहा हुने बित्तिकै म चाहिँ अनि आएँ खानालाई सिधै। हामी चटपटे खाना गएको त हाम्रो भदैनी बहिनीहरू पनि चटपटे खाना आएको रहेछ। अनि उनीहरूलाई देखाएको यति लजाएको होइन, यति लजाइरहेको थिएन है। हाम्रो अन्जिताले चाहिँ झन् पुरै फेसै लुकाइरहेको थियो कि उनीहरूको चटपटे पनि आइसक्यो। अनि मलाई चाहिँ एकदमै एक्साइटेड भइरहेको थियो मेरो चटपटे कहिले आउने हो भनेर। फाइनली मेरो पनि चटपटे आयो। अनि दिदीले चाहिँ चम्चा हाल्न बिर्सिनु भएछ। दिदी छिटछिटो चम्चा हालिदिनु भनेको त, अनि दिदीले पनि चम्चा हालिदिनु भयो। म 7 वर्षपछि ट्राई गर्दैछु चटपटे। ओ माई गॉड, आई एम सो एक्साइटेड। अनि मेरो छोरी चाहिँ अहिलेसम्म यहाँको चटपटे खाएको थिएन। ऊ बच्चादेखि काठमाडौँ बसेको हो नि त। अनि त्यही भएर मैले उसलाई पनि चखाउँछु भने कस्तो छ भने एकदम मिठो लाग्यो उसलाई पनि। अनि यहाँ चाहिँ साइडमा भाइहरू पनि थियो कि म चाहिँ भाइहरूसँग बोल्दै खाँदै गरिरहेको थियो। साइडमा चाहिँ दिदीहरू पनि हुन्थ्यो। दिदीहरूलाई पनि खानु भनेको त उहाँहरूको पनि बन्दैछ भनेर उहाँहरूले खानु मान्नु भएन। अनि यो चटपटीको स्वाद चाहिँ जति बयान गरे पनि कम छ क्या। हामीले खान्छौँ नि चटपटे खाँदाखेरि मुखमा मात्र चपाइरहनु मन लाग्छ कि त्यो भित्र निल्न पनि मन लाग्दैन, यस्तो मिठो स्वाद हुन्छ नि यो चटपटी। अनि त्यसपछि मैले गम 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 खाएको पुरै मलाई त पुरै सर्क्यो कि हतार भएर खाएर होला। अनि त्यसपछि चाहिँ बाहिर चाहिँ पुरै पानी परिरहेको थियो सिमसिम। अनि छोरीले चाहिँ आन्टी म पानीमा जान्छु भने अनि जाउँ न त भने। अनि मैले चाहिँ पुरै भिडियो बनाइदिएँ। त्यसपछि चाहिँ यो पानीपुरीको भाग नफुल्ने भाग चाहिँ एकदमै मिठो लाग्छ मलाई। अनि दिदीलाई मागेर त्यो नफुल्ने भाग पनि खाइरहेको छ म र छोरी। अनि खाँदा मेरो भाइ पनि टुप्लुक्क आइपुगिसकेको छ। अनि एकछिन भाइसँग गफ गर्दा चटपटे बनेको पनि मलाई थाहा नै भएन। अनि त्यसपछि चाहिँ घर हिँडेको बाहिर चाहिँ पुरै ठुलै पानी परिसकेको छ अहिले चाहिँ। त्यसपछि दौडिँदै म घर पनि पुगेँ। घर पुग्दाखेरि त दाइ आउनु भइसकेको छ। अनि मेरो छोरोलाई मामा भइसकेपछि उसलाई कोही पनि चाहिँदैन। थ्याङ्क यू फर वाचिङ।